समादरणीय भक्त सज्जन सम्पूर्णमा राधे राधे। ओम नमो भगवते वासुदेवाय। समादरणीय भक्त सज्जन, आज भने हजुर समक्ष नजिकिँदै गरेको जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशी कहिले परेको छ, यसका तिथिमिति के रहेका छन्, यसका व्रतविधि के रहेका छन्, यो अपरा एकादशी भनेको के हो, अपरा एकादशीको व्रत किन बस्ने र अपरा एकादशीको दिनमा हामीले भुलेर पनि गर्न नहुने गल्तीहरू के हुन्, यसका नियम विधि तिथिमिति सहित आजको भिडियोमा हजुर समक्ष अत्यन्तै सुन्दर भिडियो लिएर म पण्डित पूजन निरौला उपस्थित भइसकेको छु। समादरणीय भक्त सज्जन, हाम्रो यस पूजन निरौला नाम गरेको युट्युब च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोचोटि जोडिनु भएको छ भने हजुरहरू यस हाम्रो पूजन निरौला नाम गरेको युट्युब च्यानललाई सब्स्क्राइब गरेर सदा सर्वदाका लागि हजुरहरू अवश्यमेव जोडिनु होला भन्दै अब आउनु सर्वप्रथम तिथिमितिबाट सुरुवात गरौँ। जेठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अपरा नामले चिनिन्छ। यस पवित्र एकादशीको दिनमा जुन जनले व्रत बस्छ भने उसले जन्म जन्मान्तर कल्प कल्पान्तर र युग युगान्तर गरेका पापहरू नाश हुन्छन्। अब आउनुहोस् हामीलाई यो अपरा एकादशी यस वर्ष 83 सालमा कहिले प्राप्त भएको छ त सर्वप्रथम तिथिमितिबाट सुरुवात गरौँ। विक्रम सम्वत 2083 साल वैशाख महिनाको 30 गते बुधबारको अत्यन्तै पवित्र पावन दिनमा हामीलाई अपरा नाम गरेको एकादशी तिथि प्राप्त हुनुभएको छ। हामीले व्रत बस्दाखेरि यसै पवित्र पावन दिनका दिन व्रत बस्नु पर्दछ भने अङ्ग्रेजी समय अनुसार 2026 मे महिनाको 13 तारिक बुधबारको दिनमा हामीलाई अपरा एकादशी तिथि प्राप्त हुनुभएको छ। जेठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अपरा नामले चिनिन्छ। यस पवित्र पावन दिनका दिन हामीलाई 10 घडी 2 पला प्राप्त हुनुभएको छ। 10 घडी 2 पला भन्नाले 29 गते मङ्गलबारकै दिनबाट एकादशी तिथि हामीलाई प्राप्त हुनुभएको छ। बिहानको 10:12 देखि हामीलाई 30 गते बुधबारको दिनमा हामीलाई बिहानको 9:19 सम्म हामीलाई अपरा नाम गरेको एकादशी तिथि प्राप्त हुनुभएको छ र हामीले व्रत बस्दाखेरि 30 गते गर्नु पर्यो, किनकि द्वादशीले भेटेको एकादशीको हामीले व्रत बस्नु पर्यो। अब कति आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले त अब यो अहिलेदेखि व्रत कहाँ बस्ने हो र के गर्ने हो र अब हामी त पछि बुढेसकालमा गर्छौँ, बुढेसकालमा गएर व्रत बस्छौँ भनेर भन्नुहुन्छ। तर अब हाम्रो यो जिन्दगीको केही भरोसा छैन। हामी बुढेसकाल हुन्जेलसम्म हामी बुढो रहन्जेलसम्म होइन हामी रहन्छौँ रहँदैनौँ, क्या भरोसा है इस जिन्दगी का, साथ देती नहीं हर किसी का भन्ने हामीले भजन पनि सुन्छौँ नि होइन। तसर्थ हामीले यदि अब म एकादशीको व्रत म बस्दिनँ, एकादशीको व्रत किन बस्छु भन्ने हजुरलाई लाग्छ भने हजुरहरूले यो भिडियो अवश्यमेव हेर्नु होला। हजुरले अरू जस्तै कोही आइतबारको, सोमबारको, मङ्गलबारको होइन विविध अब शुक्रबारको अथवा गणेश चौथीको यस्तो व्रतहरू बस्दै हुनुहुन्छ, त्यो त राम्रो कुरो भयो। हजुरले अरू व्रत बसे पनि नबसे पनि एकादशीको व्रत हजुरले अवश्यमेव बस्नुपर्छ। किनकि व्रत मध्येकै सबैभन्दा ठुलो व्रत भनेकै एकादशीको व्रत हो। हजुरले अरू व्रत सम्भव हुँदा सक्दा बसेको राम्रो, सक्दिनँ म चाहिँ नै भन्दाखेरि पनि 1 महिनामा 2 चोटि आउने एकादशी, 15 दिनमा 1 चोटि आउने एकादशीको हजुरहरूले अवश्यमेव व्रत बस्नु पर्दछ। अब यसका व्रत फल के हुन् त म हजुरलाई क्रमशः बताउँदै जानेछु र यसका व्रत विधिहरू पनि क्रमशः बताउँदै जानेछु। हजुरले भिडियो भने स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर अवश्यमेव ज्ञान लिनुहोला र ज्ञान बाँडे पुण्य मिल्छ भन्ने उद्देश्य लिएर हजुरले हाम्रो भिडियो हेरिसकेपछि सुनिसकेपछि आफ्ना आफन्तजन साथीभाइ इष्टमित्र र छरछिमेकी समक्ष भने सेयर गरेर अवश्यमेव पुर्याउनु होला। अब यो अपरा एकादशीको व्रतफल के हो त म हजुरलाई क्रमशः बताउँदै जानेछु। यो अपरा एकादशीको व्रत जुन जनले बस्दछ भने ठुला भन्दा ठुला पाप गरेको छ, उसले पहाडका थुप्रा भन्दा पनि ठुला ठुला पाप गरेको छ भने एक दिनको व्रतको प्रभावले मात्रै पनि ती ठुला भन्दा ठुला पापहरू, जस्तो प्रकारबाट एउटा रुवाको थुप्रोलाई हामीले सलाइको काँटी लगेर छ्यासा पारिदिँदाखेरि
गर्दाखेरि एकैछिनमा जडेर खरानी हुन्छ। त्यस्तै प्रकारबाट हामीले ठुलाभन्दा ठुला पाप गरेका थियौँ भने पनि अपरा एकादशीको दिन व्रत बस्यौँ भने ती पापहरू सबै जस्तो प्रकारबाट त्यो रुवाको थुप्रो खरानी भएर जान्छ त्यस्तै प्रकारबाट खरानी भएर जान्छ। यो एकादशी भनेको त धेरैभन्दा धेरै पुण्य फल हामीलाई दिने एकादशी हो जसको नाम हो अपरा एकादशी। र यो एकादशीको व्रत बस्ने जनलाई त यस लोकमा त कीर्ति भयो उसको समाजमा नाम चल्छ, परलोकमा पनि उसको कीर्ति हुन्छ भनेर यहाँनिर जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशीको महात्म्यमा यस्ता सुन्दर कुराहरू बताइएको छ। र जुन जनले यदि जानेर नजानेर अन्जानमा हैन ब्रह्म हत्या, भ्रूण हत्या, आफ्ना गोत्रका वंश हत्या यस्ता हत्याहरू गर्नुभएको छ भने पनि अपरा एकादशीको दिन एक दिन मात्रै व्रत बस्नुभयो भने पनि ती पापहरू सबै खरानी भएर जान्छन् भनेर बताइएको छ। हेर्नुहोस् त, ब्रह्म हत्या भनेको सानो पाप होइन हैन। भ्रूण हत्या, जसले भ्रूण हत्या भनेको आफ्नो बालकलाई जानेर वा नजानेर आफ्नै पेटबाटै हामीले हत्या गरेका छौँ भने त्यसलाई भ्रूण हत्या भनिन्छ। त्यस्ता भ्रूण हत्या र आफ्नो वंशमा आफ्ना छोराछोरी अथवा कसैलाई काका बडाबाउका छोराछोरी हैन आफ्ना वंशमा आउने आफ्ना पुस्तामा आउने वंशहरूमा हामीले यदि कसैको हत्या गरेका छौँ भने पनि त्यस्ता पापहरू पनि धुजा भएर जान्छन् अरे। ती पापहरू पनि भगवानले क्षमा गरिदिनुहुन्छ अरे अपरा नाम गरेको एकादशीको एक दिन मात्रै व्रत बस्दाखेरि। हामीले हेर्नुस् कति ठुलो महिमा बताइएको छ। यो अपरा एकादशीको महिमा त सानो छैन समादरणीय भक्त सज्जन। र विशेष गरी यहाँनिर के बताइएको छ भने हामीले अरूको निन्दा गर्थ्यौँ हैन। अब हाम्रो बानी हुन्छ नि त अरूको चाक्लुची खोली गर्ने, अरूको निन्दा गर्ने, अरूको कुरा काट्ने, यस्ता पापहरू पनि अपरा एकादशीको व्रत बस्यौँ भने यी पापहरू पनि नाश हुन्छन्। र अरूको स्त्रीहरूसँग हामीले सम्भोगादि कर्म, अरूका पुरुषहरूसँग सम्भोगादि कर्महरू गरेका थियौँ भने पनि अपरा एकादशीको दिन व्रत बस्दाखेरि ती सम्पूर्ण पापहरू नाश भएर जान्छन्। र जुन ब्राह्मणले अशुद्ध वेद पाठ गर्दछ, अशुद्ध वेद पाठ गरेको छ कहीँ जजमानकोमा गएर कर्ताकोमा गएर भने पनि त्यो पापहरू पनि यसै एकादशीको व्रतको प्रभावले नाश भएर जान्छ। र जसले शास्त्रको उल्टो खण्डन गरेको छ, शास्त्रमा नभएका कुराहरू अरूलाई बताएर यस्तो र उस्तो भनेर भनेको छ भने पनि ती पापहरू पनि क्षमा भएर जान्छन्। र जुन ब्राह्मणले झुटो चिना बनाउँछ, चिना बनाउन आउँदैन, अब चिना चाहिँ बनाउँछ अनि फलादेश पनि उल्टो गर्दै जान्छ भने त्यस्ता पापहरू पनि नाश भएर जान्छन्। र शास्त्रमा नभएका कुरा बोल्दैछ कसैले यदि बोल्छ भने ती पापहरू पनि नाश भएर जान्छन्। र जसले आयुर्वेद नपढिकन उसले चाहिँ म ठुलो डक्टर हुँ, ठुलो वैद्य हुँ भनेर झुटो औषधि दिएको छ भने ती पापहरू पनि नाश भएर जान्छन् यो एक दिनको व्रतको प्रभावले। र जसले आजको दिनमा गुरुको निन्दा गर्दछ भने गुरुको निन्दा गर्ने चेलाको पनि यदि जानेर होस् या अन्जानमा ती पापहरू पनि नाश भएर जान्छन्। र जुन क्षत्रिय चाहिँ जस्तै साथीसँग युद्ध गर्न गएको छ, ऊ युद्धमा चाहिँ नै गएको छ तर डरले चाहिँ नि भागो हैन। क्षत्रियको धर्म त युद्ध गर्ने हो हैन, हजुरले जान्नु भएको छ, बुझ्नु भएको छ। र त्यो युद्धमा मैदानमा चाहिँ गयो तर डराएर फर्किएर भागेर फेरि आयो, त्यो पनि एउटा पाप लाग्छ नि त। त्यो पापहरू पनि नाश भएर जान्छन्। शास्त्रमा त यतिसम्म बताइएको छ जुन जनले यदि मनुष्य चोला लिएर उसले अपरा नाम गरेको एकादशीको व्रत बस्दैन भने उसको मृत्यु चाहिँ केवल जन्मनको लागि मात्रै भएको हो। ऊ मनुष्य रूपेण मृगा चरन्ती, देख्दाखेरि चाहिँ मनुष्यको स्वरूप देखिए पनि ऊ साक्षात पशु समान हो, उसको जन्म धिक्कार छ भनेर यहाँनिर यस्ता कुराहरू बताइएको छ। अब हामीले जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशीको दिनमा हामीले व्रत बस्यौँ भने हामीलाई के कस्ता पुण्य फल प्राप्त हुन्छन् त। अब आउँछ यस विषयमा थोरै चर्चा गर्छु हजुरले, किनकि हजुरले सम्पूर्ण कुराहरू बुझ्नुपर्ने हुन्छ हैन। मैले हजुरलाई बताएँ, हजुरले चाहिँ नि अब यो हो भनेर छिटो बताएर 10 मिनेटमा सम्पूर्ण कुराहरू सकेँ भने हजुरले सम्पूर्ण कुराहरू बुझ्न सक्नुहुन्न। अब कति आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले त फोन गरेर भन्नुहुन्छ गुरुजी हजुरले 10
10 मिनेटमा सबै कुरा सक्दिनुहुन्छ हजुरले भनेको हिसाबले गर्दाखेरि त 20 मिनेटमा सबै काम सकियो हजुरले बरु अलिकति ढिलो भन्दै पनि हामीलाई केही फरक पर्दैन तर सम्पूर्ण कुराहरू हजुरले बुझाएर अर्थसहित लगाएर हजुरले भनिदिनु भनेर धेरै आमा बुवाहरूले फोन गरेर भन्नुभएको कारणले गर्दा भिडियो अलिकति लामो भए पनि यहाँले सम्पूर्ण कुराहरू बुझ्नुहोस् भन्ने हिसाबले मैले विस्तारपूर्वक बताउँदै जानेछु हजुरले नआत्तिकन भिडियो भने स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर अवश्यमेव साथ दिनुहोला र यस पवित्र पावन दिनका दिन हामीले यदि व्रत बस्यौँ भने हामीलाई के कस्ता पुण्य फल प्राप्त हुन्छन् त भन्दा हामीले 3 वटा पुष्करमा गएर स्नान गर्दाखेरि जुन फल प्राप्त हुन्छ त्यो फल हामीलाई अपरा एकादशीको दिनमा व्रत बस्दाखेरि प्राप्त हुन्छ गंगा किनारमा गएर हामीले पिण्डदान गर्दाखेरि हामीलाई जुन फल प्राप्त हुन्छन् हैन हाम्रा पितृहरूको जसरी मोक्ष गति प्राप्त हुन्छ त्यस्तै फल चाहिँ हामीलाई एक दिनको एकादशीको व्रत बस्दाखेरि ती फलहरू हामीलाई प्राप्त भएर आउँछ भनेर यस्ता कुराहरू बताइएको छ जस्तो प्रकारबाट सिंह राशिमा बृहस्पति हुँदा गौतमी स्नान गर्दा जुन फल प्राप्त हुन्छ त्यो फल चाहिँ आजको दिन व्रत बस्दाखेरि हामीलाई प्राप्त हुन्छ त्यस्तै गरी कुम्भ राशिमा सूर्य हुँदाखेरि हामीलाई जुन फल प्राप्त हुन्छ अथवा केदारनाथमा गएर हामीलाई दर्शन गर्दाखेरि फागुन महिनामा जुन फल प्राप्त हुन्छ हो त्यही फल चाहिँ हामीलाई अपरा एकादशीको दिनमा व्रत बस्दाखेरि प्राप्त हुन्छ त्यस्तै प्रकारबाट बद्रीनाथ धाममा गएर दर्शन गर्नाले अथवा त्यहीँ रहँदाखेरि हामीलाई जुन फल प्राप्त हुन्छ त्यो फल चाहिँ हामीलाई यही अपरा एकादशीको दिन व्रत बस्दाखेरि प्राप्त हुन्छ र सूर्य ग्रहण लागेको बेलामा कुरुक्षेत्रमा गएर हामीलाई स्नान गर्दाखेरि जुन फल प्राप्त हुन्छ त्यही फल चाहिँ अपरा एकादशीको दिनमा व्रत बस्दाखेरि प्राप्त हुन्छ र जस्तो प्रकारबाट हात्ती घोडा सुन यज्ञ गर्दाखेरि यज्ञ गर्दाखेरि सुन दान गर्दाखेरि जुन फल प्राप्त हुन्छ अपरा एकादशीको दिनमा व्रत बस्दा हामीलाई त्यही फल प्राप्त हुन्छ ब्याएकी दोमुखी गाई दान गर्दाखेरि हामीलाई जुन फल प्राप्त हुन्छ यो अपरा एकादशीको दिन व्रत बस्दाखेरि हामीलाई त्यही फल प्राप्त हुन्छ यो अपरा एकादशीको त सानो महिमा छैन समादरणीय भक्त सज्जन मैले अहिले हजुरलाई जति पुण्य फल प्राप्त बताएँ कस्ता कस्ता पाप नाश हुन्छन् र कस्ता कस्ता पुण्य फल प्राप्त हुन्छन् यो चाहिँ हामीले अब कहाँ कहाँ गएर पनि यो पुण्य फल प्राप्त गर्न नसक्ने जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशीको दिन एकै दिन मात्रै हामीले व्रत बस्यौँ भने यति धेरै पुण्य फल हामीलाई प्राप्त हुन्छ भने हामीले एकादशीको व्रत किन नबस्ने भन्नुहोस् त हैन 15 दिनमा एक दिन हो 15 दिनमा एक दिन हामीले व्रत बस्दा हाम्रो शरीर पनि सफा भएर जान्छ नकारात्मक ऊर्जाहरू पनि हटेर जान्छन् भगवानको भक्ति पनि हुन्छ हामीलाई यति धेरै पुण्य फल पनि हामीलाई प्राप्त हुन्छ यो अपरा एकादशी भनेको त हामीले जे इच्छा गरेर हामीले व्रत बस्यौँ त्यो इच्छा चाहिँ भगवानले पूरा गरिदिनुहुन्छ भनेर यस्ता सुन्दर कुराहरू यो जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशीको महात्म्यमा बताइएको छ तसर्थ समादरणीय भक्त सज्जन हजुरहरू अवश्यमेव एकादशीको व्रत बस्नुहोला आज मात्रै होइन एक वर्षमा 24 वटा एकादशी हुन्छ अधिक मास मलमास परेको समयमा 3 वर्षमा एकचोटि पर्ने हो त्यसमा 2टा एकादशी थपिन्छन् होइन भने हामीलाई चाहिँ जम्मा 1 महिनामा 2 चोटि आउने एकादशीमा हामी अवश्यमेव व्रत बसौँ यदि हाम्रो शरीरले साथ दिन्छ भने बालक वृद्ध आतुर र रोगी यी 4 जना बाहेक अरूले एकादशीको व्रत मजाले बस्न मिल्छ 9 वर्षको उमेरदेखि 81 वर्षको उमेर हुन्जेलसम्म यदि शरीर स्वस्थ छ र शरीरले साथ दिन्छ भने हजुरहरूले व्रत बस्न मजाले मिल्छ भनेर एकादशी महात्म्यमा बताइएको छ अब आउनुस् अब हजुरहरूलाई म बताउँछु यो एकादशीको व्रत कसरी बस्ने यसका नियमहरू के हुन् त भन्दा हामीले विशेष गरी दशमीकै दिनबाट यी कुराहरूमा ध्यान दिनुपर्छ दशमीकै दिनबाट हामीले मासु मांस मदिरा सुर्तीजन्य पदार्थ यस्ता चीजहरू लिन्थ्यौं भने यी चीजहरूलाई हामीले दशमीकै दिनबाट त्याग गर्ने सम्भव हुन्छ भने त अघि पछि पनि नलिएको राम्रो सम्भव हुँदैन हजुरको लिने आदत छ भने अब मैले लिनुस् भनेर भन्न खोजेको चाहिँ होइन तर यदि हजुरको लिने आदत छ भने पनि दशमीकै दिनबाट यी कुराहरू त्याग गर्नु र दशमीकै दिन साँझमा वैशान्य भोजन गर्नुपर्छ हजुरले एक छाक मात्रै भोजन गर्ने दशमीको दिन साँझ बिहान गरेपछि साँझमा चाहिँ फलफुलहरू फापरका रोटीहरू यस्ता कुराहरू हजुरले लिएर शयन गर्नुपर्छ शयन गर्नुभन्दा पूर्व हजुरले भगवानको नाम लिने हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे
ओम नमो भगवते वासुदेवाय, ओम नमः शिवाय। जुनसुकै भगवानको नाम लिएर हामीले शयन गऱ्यौँ भने हामीलाई निन्द्रा पनि मिठो लाग्छ, भगवानको कृपा र आशीर्वाद पनि हामीमाथि बर्सिएर जान्छ। दशमीको दिन साँझ हामीले यो कर्म गर्ने र एकादशीको दिन 30 गते अब हामीले बिहानै उठ्नु पर्यो। बिहान भनेको हामीले कति बजे उठ्ने त? 8 बजे होइन, हामीले बिहान उठ्दाखेरि ब्रह्म मुहुर्तमा उठ्नुपर्छ। मैले हजुरहरूलाई बार यी कुराहरू बताउँदै आइरहेको छु। ब्रह्म मुहुर्त भनेको बिहानको हामीले 4 बजे उठ्नु पर्यो। 4 बजे 5 बजे ढिलोमा हैन, 4 बजे 5 बजे उठ्ने र उठेर हजुरले सर्वप्रथम हजुरले आफ्ना हातहरूलाई हेर्ने र भन्ने कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती, करमूले स्थित ब्रह्म प्रभाते कर दर्शनम भनेर हाम्रा हातहरूलाई हेरेर रगटेर आफ्ना आँखाहरू सेक्ने र हाम्रो दाहिने खुट्टो सर्वप्रथम पृथ्वीमा टेक्ने र देब्रे खुट्टो पछि टेक्ने र पृथ्वी आमालाई ढोग्ने। हे आमा, हजुरमाथि मैले कति धेरै अन्याय गर्दा पनि मलाई क्षमा गरिदिनु भएको छ, कति दुःख दिन्छु हजुरमाथि सहेर बस्नु भएको छ, धन्य हुनुहुन्छ आमा भनेर पृथ्वी आमालाई ढोग्ने। र त्यति गरेपछि हामीले स्नान गर्ने। स्नान गर्न अब तीर्थ नदी नजिकै छ भने त्यहाँ गएर स्नान गर्ने, अब तीर्थ टाढा छ भने हजुरले घरमै स्नान गर्ने। अब गङ्गाजल छ भने गङ्गाजल अलिकति स्नान गर्ने पानीमा मिसाउने, गङ्गाजल छैन भने तिल अलिकति पानीमा मिसाउने र भगवानको नाम मात्र गङ्गे च यमुने चैव गोदावरी सरस्वती भन्ने यस्ता श्लोकहरू उच्चारण गर्दै ओम नमः शिवाय हर हर महादेव भन्दै हजुरले भगवानको नाम मन्त्र लिँदै लिँदै स्नान गर्ने। र स्नान गरिसकेपछि आज यस पवित्र पावन दिन अपरा एकादशीको दिनमा काला र नीला वस्त्र हजुरले धारण नगर्नु होला। विशेष हजुरले ध्यान दिनु होला। सम्भव हुन्छ भने गेरु वस्त्र, सम्भव हुँदैन भने पहेँला र त्यसपछि राता वस्त्र हजुरले धारण गर्नु होला। किनकि भगवानको प्रिय वस्त्र भनेको गेरु वस्त्र हो। विष्णु भगवानको प्रिय भनेको हजुरले सम्भव हुन्छ भने गेरु नभए काला र नीला छोडेर अरू लगाउँदाखेरि हुन्छ। हजुरले यो विधिले हजुरले स्नानादि कर्महरू गरेर वस्त्रहरू धारण गर्ने र हजुरले गर्ने नित्य कर्महरू हुन्छ नि, आफूले गर्ने पूजा पाठ हैन, सन्ध्या बन्दन, गायत्री मन्त्रको जप, गुरु मन्त्रको जप, यस्ता कर्महरू छन् यी कर्महरू गर्ने। र यति गरिसकेपछि हजुरले अब एकादशीको पूजा गर्दा कसरी गर्ने त भन्दा पूजा कोठामा गएर दियो कलश गणेशको स्थापना गर्ने, आफू पूर्व दिशामा फर्किएर अनि हजुरले दीप जलाउने, दीप नारायणाय नमः भन्ने, कलशलाई पूजा गर्ने, कलशस्थ वरुण देवताभ्यो नमो नमः बम वरुणाय नमः भन्ने। त्यति गरिसकेपछि कलशको पूजा गर्ने, चढाउने कुरा पादयो पाद्यम हस्ते अर्घ्यम मुखे आचमनमा के कुराहरू छ सम्पूर्ण कुराहरू चढाउने र गणेशको पूजा गर्ने। ओम गङ्गणपतये नमो नमः भन्दै ओम रिद्धि विनायक सिद्धि विनायक गङ्गणपतये नमो नमः, रिद्धि विनायक नमो नमः, सिद्धि विनायक नमो नमः भन्दै गणेशजीको पूजा गर्ने। ओम गङ गणपतये नमः भन्दै गणेशजीको पूजा गर्ने र गणेशजीलाई प्रार्थना गर्ने। हे विघ्नहर्ता गणपति भगवान, मैले जानी नजानी हजुरको पूजा गरेको छु, मबाट केही भुल भयो भने हजुरले अज्ञानी बालक सम्झेर माफ गरिदिबक्सेला भनेर यो भावले गणेशजीलाई प्रार्थना गर्ने र गणेशजीको पूजा गर्ने। र त्यसको दियो कलश गणेशको अगाडिपट्टि नारायण भगवानको एउटा प्रतिमा लिएर राख्ने। हजुरसँग लड्डु गोपाल हुनुहुन्छ, शालिग्राम हुनुहुन्छ अथवा मूर्ति हुनुहुन्छ, जे भए पनि हजुरले अगाडिपट्टि ल्याएर राख्ने एउटा भाँडामा। र त्यहाँ सर्वप्रथम नारायण भगवानलाई हजुरले स्नान गराइदिने। ओम नमो भगवते वासुदेवाय भन्ने यो मन्त्र हजुरले उच्चारण गरेर स्नान गराउने। हजुरले यो मन्त्र चाहिँ आज दिनभरि जपि नै रहने। एकादशीको दिनमा ओम नमो भगवते वासुदेवाय भनेर स्नान गराउने। स्नान गराइदिसकेपछि सफा कपडाले भगवानलाई पुछिदिने। भगवानलाई पुछेपछि हजुरले आसनमा राख्ने। त्यसपछि हजुरले अब जनाई लगाइदिने, वस्त्र लगाइदिने, चन्दन लगाइदिने। चन्दन लगाइदिसकेपछि हजुरले चढाउनु पर्ने कुराहरू तुलसी पत्रहरू चढाइदिने, मालाहरू चढाइदिने, धूप दीप गर्ने, आरती गर्ने, भगवानको जय जयकार गर्ने। ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिरहने र सङ्कल्प गर्ने। हे प्रभु, हे परमात्मा, म फलानु ठाउँबाट फलानु गोत्रीय फलानु नाम गरेको व्यक्तिले आज यस पवित्र पावन दिनका दिन अपरा एकादशीको दिनमा मैले जानी नजानी हजुरको पूजा गरेको छु, मैले जानी नजानी हजुरको पूजा गरेको छु।
मैले जानी नजानी हजुरको पूजा गर्दा मबाट केही त्रुटि भयो भने अज्ञानी बालक सम्झेर मलाई माफ गरिदिनु बक्सेला र मेरा मनमा भएका इच्छा र आकांक्षाहरू हजुरले पुरा गरिदिनु बक्सेला भनेर यसरी सङ्कल्प गर्नु। नेपालीबाटै गर्दा पनि हजुरले हुन्छ। हजुरले यो विधिले सङ्कल्प गर्ने, सङ्कल्प गरिसकेपछि धूपदीप गरेर मजाले हजुरले आरती गर्ने, जय जयकार गर्ने लगाउने भगवानको। यति गरिसकेपछि हजुरले नैवेद्यहरू भगवानलाई के मिष्टान्नहरू बनाउनु भएको छ भने भगवानलाई ल है प्रभु मैले आज यस्तै बनाएँ हजुरले लि बक्सेला भनेर भगवानलाई अर्पण गर्ने। तदियम वस्तु गोविन्दम तव्यमेव समर्पयेत् ग्रहणम समको भूत्वा प्रसिद्ध परमेश्वर भनेर भगवानलाई अर्पण गर्ने। अर्पण गरिसकेपछि आज यस पवित्र पावन दिनका दिन झुटो नबोल्ने, कसैको कुरा नकाट्ने, कसैको निन्दा नगर्ने, मैथुन आदि सम्भोग आदि कर्महरू नगर्ने, अरूको कुभलो नचिताउने, नङ नकाट्ने, नङ नटोक्ने, कपाल नकाट्ने, दाढी नमिलाउने, यस्ता कर्महरू हामीले गर्नु हुँदैन। टाउकोमा तेल घस्ने, कपालमा तेल घस्ने, शरीरमा तेल घस्ने यस्ता कर्महरू गर्नु हुँदैन। अब यस दिनका दिन के गर्ने त भन्दा भगवानको कथा सुन्ने, कीर्तन गर्ने। अपरा एकादशी व्रत कथा महात्म्य म हजुरलाई यसै युट्युब च्यानल मार्फत राख्दिने छु। दिनभरि कथा सुन्ने, ओम नमो भगवते वासुदेवायको जप गर्ने र साँझमा पनि हजुरले यही विधिले भगवानलाई धूपदीप गरेर आरती गर्ने। आरती गरिसकेपछि अब भगवानको कीर्तन गर्ने सम्भव हुन्छ भने रातैभरिसम्म हजुरले भगवानको कीर्तन गर्ने, सम्भव हुँदैन भने 12 बजेसम्म, त्यो पनि सम्भव हुँदैन भने जतिखेरसम्म सक्नुहुन्छ भगवानको नाम मन्त्र लिएर हजुरले शयन गर्ने। ल भोलिपल्ट द्वादशीको दिनमा पनि हजुरले बिहानै ब्रह्म मुहुर्तमा उठेर स्नानादि कर्म गर्ने, आफ्नो नित्य कर्म गर्ने र भगवानको सेवा गर्ने र भगवानलाई चढाएको चरणामेत आफूले खाएर आफ्नो व्रत समाप्ति गर्ने। र सधैँ हजुरहरूले गुरु पुरोहितलाई बोलाएर हजुरले सिधादान गर्ने गर्नुभएको थियो भने गुरु पुरोहितलाई बोलाउने, सङ्कल्प गर्न लाउने र सिधादान गर्ने, गुरुलाई पनि भोजन गराउने र आफूले पनि पूर्वमुख गरेर नबोलिकन भोजन गर्नुभयो भने हजुरले यो अपरा एकादशीको व्रत फल हजुरलाई पनि प्राप्त हुन्छ। हजुरले मनमा जुन कुरा चिताएर सङ्कल्प लिएर हजुरले व्रत बस्नु भएको छ ती कुराहरू अवश्यमेव पुरा हुन्छन्। समादरणीय भक्त सज्जन, मैले आज भने हजुर समक्ष जेठ महिनाको कृष्ण पक्षमा पर्ने अपरा एकादशीको दिनमा हामीले के गर्ने, के नगर्ने, के खाने, के नखाने। अब खाने कुरामा हजुरहरूले विशेष ध्यान दिनु होला है। अब एकादशीको व्रत भनेर 3 चोटि 4 चोटि बार खाइरहनु चाहिँ हुँदैन। हजुरले सम्भव हुन्छ भने निर्जला व्रत बस्नुहोस्, सम्भव हुँदैन भने जल खानुहोस्, फल खानुहोस्, त्यो पनि सम्भव हुँदैन भने दुध खानुहोस्, फापरका रोटीहरू खानुहोस्, तेलमा बनेका कुराहरू हजुरले आज यस पवित्र पावन दिनका दिन नखानुहोस्। म त हजुरहरूलाई बार के भन्छु भने चिनी पनि हजुरले नखानुहोस्। चिनी पनि के को हड्डीबाट बनाइएको हुन्छ भनेर हामीले युट्युबतिरको होइन सामाजिक सञ्जालतिर देखिरहेका हुन्छौँ। र अब कतिको अब चिया रङ मिसाएर चिया खाने बानी हुन्छ। चिया पनि हजुरले परिसक्दो नखानुहोस्, किनकि चियापत्तीमा पनि विविध केमिकलहरू मिसाइएको हुन्छ। बरु दुध खानुहोस्, सक्खर खान हजुरले मजाले मिल्छ। यो विधिले हजुरले व्रत बस्नु होला। समादरणीय भक्त सज्जन, हजुरले कुनै पनि कुरा बुझ्नु भएन भने हाम्रो WhatsApp नम्बर राखिएको छ, त्यहाँ फोन गरेर हजुरले सम्पूर्ण कुराहरू जानकारी लिन सक्नुहुन्छ। भोइस मेसेज गरेर अथवा मेसेज गरेर स्क्रोलिङमा हाम्रो फोन नम्बर राखिएको छ, WhatsApp नम्बर, त्यहाँ फोन गरेर हजुरले सम्पूर्ण कुराहरू जानकारी लिन सक्नुहुनेछ भन्दै समादरणीय भक्त सज्जन, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई अपरा एकादशीको धेरै धेरै शुभकामना भन्दै आजको लागि हजुर समक्षबाट म पण्डित पूजन निरौला बिदा माग्न चाहन्छु। भवतु सर्वमङ्गलम। ओम।